मान्छेको आमा बाउ जान्छन् है, यस्तो गरिब घरमा उसको जन्म हुन्छ जो कि उसलाई दुध खान पनि मिल्दैन, हो कि होइन भन्नु त? किन भन्दा उसले अघिल्लो जन्ममा त्यस्तै कर्म गरेको छ कि बिचरा, त्यस्तै कर्म गरेको हो नि त, त्यो भएर त्यस्तो भएको। त्यसैले भगवानले त्यस्तो कसैलाई छुट्याउने होइन नि त, भगवान त मेरो आत्माको पिता हो। अब हाम्रो आफ्नो बुवाले यसलाई चाहिँ म अब जस्तै 5 जना छोराछोरी छन्, एउटा चाहिँ लाटागाँडा छन् अरे, एउटा चाहिँ ज्ञानी छन् अरे, एउटा चाहिँ कस्तो भए पनि आमा बाउको मनमा यसलाई चाहिँ छुट्याउँ भन्ने हुन्छ त? हुँदैन नि त। सबैलाई उति नै प्यार गर्छन्, सबैलाई उति नै राम्रो गरेको हुन्छ, हो किन भन्छ भने भगवान त हामी सबै आत्माको पिता हो भने भगवानले हामीलाई यस्तो बनाएर पठाउनुहुन्छ त? कसैलाई चाहिँ गाँड नबोल्ने, कसैलाई चाहिँ धनी, कसैलाई चाहिँ रोगी बनाउनु हुँदैन नि त? त्यो मेरो कर्मको फल हो। जस्तै अब मेरो घरमा 5 जना बच्चा छन् अरे, अब बाबुआमाले त्यो बच्चालाई बिग्रियोस् भनेर सोच्छन् त? सोच्दैनन्। तर बुवा आमाले राम्रो बाटोमा लगाउन खोज्दा पनि उसले जबरजस्ती आफ्नो कर्म बिगार्छ भने, उसले दुःख पायो भने त्यो आमा बाउले दुःख दिएको हो त उसलाई? होइन नि त। हो सेम यस्तै भगवानले त हामीलाई कति राम्रो होइन ज्ञान, यत्रो शक्ति सबै दिनुहुन्छ, हामीलाई बुद्धि दिएको छ सबैभन्दा पहिले त है, कि यो राम्रो हो यो नराम्रो भनेर। अब हामी जान्दा जान्दै पनि कर्म बिगार्छौँ भने त्यसको फल कसले खान्छ त? त्यसैले न्युटन्स थर्ड ल अफ मोसनले के भन्छ भन्दा एभ्री एक्सन हेज इक्वल एन्ड अपोजिट रियाक्सन। अब मैले अहिले नमस्ते गरेँ भने के पाउँछ होला रिटर्न? नमस्ते नै पाउनुहुन्छ होइन। तर मैले अब यहाँ बसेर एकदम नराम्रो शब्दहरू प्रयोग गर्छु भने पक्का पनि राम्रो मिठो त भनेर कसैले पनि भन्दैन मलाई, त्यसको त झन् दुबारा नराम्रो है नराम्रो आउँछ भने मैले समाजमा जे योगदान गर्दैछु त्यो अहिले मेरो जीवनमा जो परिस्थितिहरू आउँछ, जे समस्या आउँछ, त्यो मैले कुनै न कुनै समयमा गरेको कर्मको रिटर्न हो त्यो। जस्तै अब मेरो सम्बन्धमा राम्रो छैन अरे, सम्बन्ध परिवारमा राम्रो छैन, झै झगडा छ भने पक्कै पनि मैले यो आत्माले अघिल्लो कस्ट्युममा, यो कस्ट्युमभन्दा अघिल्लो कस्ट्युममा चाहिँ धेरै त्यस्तो कर्ममा होइन सम्बन्धमा बिगारेर आएको छु कि यो जन्ममा फेरि कम्प्लिकेसन देखिन्छ राइट। अनि किनभने त्यो कम्प्लिकेसन चाहिँ कहाँबाट आएछ भन्दा मैले बिगारेको छु पहिले नै है, बिगारेको हुन्छ। त्यसैले हामी थोडा अलिकति मेडिटेसन सुरु गर्दै सबैतिरबाट मन बुद्धिलाई समेट्दै आफूमा केन्द्रित गर्नुहोस्, तर आफूलाई हेर्नुहोस् म अहिले कसरी बसेको छु, मेरो बैठक कस्तो छ, मेरो आँखाले के हेर्दैछ, मेरो कानले के सुन्दैछ, मेरो कान यही छ कि छैन, यही कोठाकै कुरा सुनिरहेछ कि छैन। अब त्योभन्दा सूक्ष्ममा जानुहोस्, भ्रिकुटीभित्र रहेको त्यो बलिराखेको ज्योतिमा एकाग्र गर्दै मन र बुद्धिलाई त्यहीँ टिकाएर आफ्नो मनलाई हेर्नुहोस्। अब मनले के सोच्दैछ, कस्ता सङ्कल्पहरू चलिराखेका छन्, त्यसलाई होल्ड नगरी जान दिनुहोस्, हेर्नु मात्रै होस्। एकदम पर बसेर आफ्नै विचारलाई हेरिरहेको छु है। अब बुद्धिलाई हेर्नुहोस् त, त्यो बुद्धिले कसको याद गर्दैछ?